पार्ट 2 हरुमा सिकिसकेको हिरागानाहरुलाई अब हामीले मारु र तेन्तेनमा कसरी चेन्ज गर्ने त? कसलाई भन्ने मारु र तेन्तेन? अब हेर्नुस् है, मारु र तेन्तेन भनेको दुईटा यसरी धर्को दिने भएको छड्को धर्को अनि यसलाई भन्छ तेन्तेन। के भन्छ? तेन्तेन। अब एउटा गोलो यस्तो गोलो दियो भने यसलाई के भन्ने? मारु। अब यो मारु र तेन्तेन भयो। अब यो हिरागानाको कुन ठाउँमा कस्तो सिचुएसनमा युज गर्ने त? अब हेर्नु है, अब यसको युज गर्ने तरिका गा कि गु गे गो। गा गी गु गे गो। अब यो गा गी गु गे गो कसरी आयो त? अब हेर्नुहोस् यहाँ। अब हेर्नुहोस् त, यो कालाई लिने कामा त एउटा धर्को अलरेडी छ, एउटा धर्को अलरेडी छ भने अब यो दुईटा धर्को लगाइदिने। अब के बन्यो त? गा बन्यो। गा बन्यो। अब कि त्यस्तै कि का कि कु के को को यस्तोहरु सबैमा तेन्तेन लाउने। अब हेर्नुस् त, कि यस्तो हुन्छ छड्के। अब यस्तो किमा तेन्तेन गी भयो। अब हेर्नुस् कु भनेको त यस्तो छ, हामीले यस्तो सिकेको। अब कुमा तेन्तेन गु, त्यस्तै के हामीले यस्तो सिकेको। केमा तेन्तेन गे है। अब लास्टमा हामीले कोमा तेन्तेन गो। सर हामीले अगाडि नै गा गी गु गे गो सिकिसक्यो। अब त्यसरी नै अब जा जी जु जे जो हिरागानाकै लाइनमा लिने। अब साको लाइन लिने। सामा तेन्तेन जा। अब यो सी भनेको त बन्सी जस्तो हुन्छ। अब यो सीमा दुईटा तेन्तेन लगाइदियो भने दुईटा धर्को जी भयो। अब सुमा भनेको यस्तो गर्ने सुमा तेन्तेन जु भयो। अब सेमा तेन्तेन के हुन्छ? जे भयो। अब सोमा तेन्तेन यस्तो गर्ने सोमा तेन्तेन जो। सर अब हामी आयो दाको लाइन। दा जी जु दे दो है, दाको लाइन आयो। अब यसमा तामा लिने। तामा तेन्तेन ताको लाइन लिने। तामा तेन्तेन दा। तामा तेन्तेन दा भयो। अब त्यस्तै ची भनेको उल्टो 5 जस्तो चीमा तेन्तेन जी चुमा। अब चु भनेको त यस्तो छ पढेको हामीले, चुमा तेन्तेन जु भयो। अब ते भनेको यस्तो गर्ने, तेमा तेन्तेन दे भयो। तोमा तेन्तेन दो। अब हामी बा बी बु बे बो। अब हाको लाइन लिने। हामा तेन्तेन बा। हा भनेको यस्तो गर्ने, यो हामा तेन्तेन बा। अब हि भनेको यस्तो गर्ने, अब हिमा तेन्तेन बी। अब फोमा तेन्तेन बो। अनि हेमा तेन्तेन बे। बोमा तेन्तेन बो। अब हामी पाको लाइन आयो। पा पी पु पे पो। पा हामा मारु। अब यसमा मारुको प्रयोग गर्ने। हामीले अगाडितिर तेन्तेनको प्रयोग गरौँ। अब यसमा हामीले पाको लाइनमा मारुको प्रयोग गर्छौँ। पामा मारु। हामा मारु पा। हिमा मारु पी। फुमा मारु पु। अब हेमा मारु पे। होमा मारु पो। अब हामीले यसलाई एकदम अझै सर्ट तरिकामा, सजिलो तरिकामा बुझ्नको लागि एउटा फर्मुला छ बनाएको। हेर्नुहोस् त, अब हामीले कामा तेन्तेन के लियौँ? गा लियो। गा गी गु गे गो। अगाडिको लाइन सम्झियो भने पछाडिको लाइन अलरेडी आउँछ। त्यस्तै अब जा भनेको जा जी जु जे जो। जाको लाइन लियौँ, साको लाइन है। गा जा। अब दाको लाइनमा दा पछि दी आउँदैन, दी भनेको छैन। दा जी जु दे दो आउँछ है। गा जा दा
अब के हुन्छ बाको लाइन आउँछ हामा तेन बा हामा तेन बा भनेपछि बा पी बु बे बो अगाडिको लाइन अक्षर सम्झिनु पर्यो सजिलो छ है। अब पाको लाइन पा पी बु बे बो अब यसलाई फर्मुलामा लग्यो भने गा जा दा बा पा हुन्छ है। मिनासा अब हामीले सानो अक्षरमा आयो है सानो अक्षरमा अब यो ठुलो कीमा यो सानो या जोड्दा के भयो त कि अनि यो सानो या किया किया भयो नि त किया अनि फेरि त्यस्तै सीमा या जोड्दा सिया सिया अनि चीमा या जोड्दा चिया चिया अनि यो नीमा या जोड्दा निया अनि यो हिमा या जोड्दा हिया मीमा या जोड्दा मिया रिमा या जोड्दा रिया। अब हेर्नुहोस् त अब हामीले तेन मारु त अहिले झस्टै पढेको थियौँ। अब हेर्नुहोस् यो कीमा तेन जोड्दा के हुन्छ गी गीमा या जोड्दा गिया गिया भयो नि। अब हेर्नुहोस् त त्यस्तै सीमा तेन जी भयो जीमा या जोड्दा जिया जीमा या जोड्दा जिया। अब त्यस्तै यो हिमा तेन जोड्दा बी भनेको या बिया बिया भयो। अब त्यस्तै फेरि मारु पनि छ मारु भनेको के हुन्छ त पीमा या जोड्दा पिया पीमा या जोड्दा पिया हुन्छ। हामीले अगाडि कीमा यो जोड्दा कियो किया किउ सिक्यौँ। अब हामीले यो याको पालो सक्यो है यो याको पालो सकिएर अब युमा आयो यो यु भनेको अब हेर्नुहोस् त कीमा यु जोड्दा क्यु क्यु अब सीमा यो यु जोड्दा स्यु अनि यो चीमा यो जोड्दा च्यु च्यु अब यो नीमा यु जोड्दा न्यु अनि यो हिमा यु जोड्दा हिउ हिउ। अब यसमा चाहिँ मीमा यु जोड्दा म्यु म्यु अब यो रिमा यु जोड्दा रिउ। अब यसलाई नै हामीले तेन लगाउँदा कीमा तेन गी गी भयो गीमा यो जोड्दा ग्यु ग्यु। अब सीमा तेन जीमा जी भयो यो अनि यो यु जिउ जिउ भयो। अब त्यस्तै हामीले केमा यो बी हिमा तेन जोड्दा बी अनि यो यु जोड्दा बिउ बिउ अनि यसमा चाहिँ मारु पनि थप्न मिल्यो। अब यसमा मारु लगाउँदा त पी भयो पिउ पिउ। अब मिनासान अब हामीले कीमा या जोड्दा किया अनि यो यु जोड्दा यु। अब यसमा हामीले यो जोड्नु पर्यो कीमा यो जोड्दा कियो कीमा यो जोड्दा कियो। त्यस्तै सीमा यो जोड्दा सियो सियो अनि त्यस्तै चीमा यो जोड्दा चियो। त्यस्तै हामीले यो नीमा यो जोड्दा नियो हिमा यो जोड्दा हियो हियो अनि त्यस्तै मीमा यो जोड्दा मियो अनि यो रिमा यो जोड्दा रियो। अब यसमा हामीले तेन लगाउनु पर्यो तेन लगाउँदा के हुन्छ गीमा यो जोड्दा गियो गियो अनि यो सीमा तेन जी भन्यो जीमा यो जोड्दा जियो जियो। अब त्यस्तै हामीले के भन्छ हिमा तेन बी भयो अनि यो जोड्दा पियो। त्यस्तै अब हामीले यो मारु लगाउँदा के हुन्छ पीमा यो जोड्दा पियो पियो।